हेलो नमस्ते, म चाहिँ दिव्यदीपको मम्मी। आज चाहिँ हाम्रो दिव्यदीपको वेडिङ सेरेमनी हुन गइरहेको छ। हामी एकदम इन्जोय गरिरहेको छौँ। हिजो चाहिँ शिवरात्रिको दिनमा उसलाई हामीले खाना खुवायौँ। मेरो प्रेग्नेन्सी जर्नी भन्दा चाहिँ अलिकति टफ थियो। आफ्टर द्याट चाहिँ आइ एम इन्जोइङ माई मदरहुड। हजुरहरू सबैलाई स्वागत छ। थ्याङ्क यू। नमस्कार, म दिव्यदीपको बाबा हो। दिव्यदीप चाहिँ हाम्रो सेकेन्ड सन हो। अनि वेन हामीलाई चाहिँ जब दिव्यदीप हामीसँग आयो, देयर वाज अ डिफ्रेन्ट मोमेन्ट। उसको लाइफ थाहा भएदेखि हामीलाई धेरै एक्सपिरियन्सहरू गर्न पायौँ। जस्तो फर्स्ट सन हुँदा अर्कै एक्सपिरियन्स भयो, सेकेन्ड सन दिव्यदीप हुँदा अर्कै रमाइलो एक्सपिरियन्स भयो। अनि वी आर गेटिङ अल दोज एक्सपिरियन्स। अनि आज उसलाई जन्मेदेखि आजसम्म गर्दा अब उसको आज विनिङ सेरेमनी भइसक्यो। यस्तै गर्दा अप एन्ड डाउन सधैँ भइरहेछ। तैपनि वी आर ह्याप्पी विथ हाम्रो दुईवटा बच्चा भएर एकदम खुसी छौँ। अनि यो इभेन्ट गर्दैछौँ। अब सबै आउनुहुनेहरूलाई सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। हस् त, थ्याङ्क यू। नमस्ते, म दिव्यदीपको कान्छो काकु। नमस्ते, म चाहिँ दिव्यदीपको कान्छी आन्टी। म सेकेन्ड टाइम काकु भएकोमा एकदम ह्याप्पी छु। हामी चाहिँ अहिले दिव्यदीपको अन्नप्रसन्नमा आएको छौँ र वी विश हिम अ भेरी हेल्दी लाइफ। किन भन्दाखेरि हाम्रो विनिङ सेरेमनी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अनि उसको यो फर्स्ट राइस फिडिङ सुड बी भेरी हेल्दी। अनि हामी चाहिँ उसलाई बेस्ट विसेस दिन चाहन्छौँ र हामी रेस्ट अफ द फ्यामिली हु इज स्टिल इन नेपाल, वी मिस यु अल। थ्याङ्क यू। वी मिस यु अल। थ्याङ्क यू। नमस्ते, म दिव्यदीपको हजुरबुवा। म मेरो नातिलाई भात खुवाउन नेपालबाट आएको हो। यो सेरोमनीमा म एकदम धेरै खुसी छु। मेरो सन्तान वृद्धि भएको मलाई एकदम रमाइलो लागेको छ। यो सेरोमनीलाई सम्पन्न गराइदिनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु। सबैमा आभारी छु। धन्यवाद। नमस्ते, म देवुको ठुलो दादा हो। अनि सबैजनालाई थ्याङ्क यू यहाँ आउनको लागि। आई एम सो ह्याप्पी टुडे। मेरो गीत सुन्नु होला। थ्याङ्क यू। टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउने संसारले लाग्यो ताराले, मन त लाग्यो मायाले। यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले, जुन त लाग्यो ताराले हाम्रो गीत परिहरू साराले।